सरकार सञ्चालनमा महत्त्वपूर्ण अङ्गहरूमध्ये न्यायपालिका एक महत्त्वपूर्ण अङ्ग हो। व्यवस्थापिकाले तयार गरेको कानून कार्यपालिकाले कार्यान्वयन गर्दछ। कानून कार्यान्वयनको क्रममा देखिएका अस्पष्टतालाई व्याख्या गर्ने र विवाद निरूपण गर्ने काम न्यायपालिकाले गर्दछ। विश्वका केही देशहरूले अभ्यास गर्दै आएको स्थानीय तहको अदालती अभ्यास नेपालमा सुरु अवस्थामा छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान 2072 जारी भई कार्यान्वयनमा आएपछि मात्रै यस्तो अभ्यास सुरु भएको हो। स्थानीय पालिकामा भने 2074 को निर्वाचनपछि मात्रै न्यायिक समितिका रूपमा यसलाई अभ्यासमा ल्याइएको हो। संघीय तहमा सर्वोच्च अदालत, उपभोक्ता अदालत, श्रम अदालत, प्रदेश तहमा उच्च अदालत, जिल्लामा जिल्ला अदालत र स्थानीय तहमा न्यायिक समिति अहिलेको संविधानले कायम गरेका अदालती व्यवस्था हुन्। संविधानले निर्दिष्ट गरे बमोजिम स्थानीय सरकार सञ्चालन ऐन बमोजिम स्थानीय पालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी स्थानीय विवाद समाधानको प्रयास गर्दै आएको पाइन्छ। स्थानीय सरकार सञ्चालन ऐनमा भएको न्यायिक समितिको व्यवस्था कार्यान्वयन क्रममा स्थानीय न्यायिक समिति गठन र कार्यान्वयन सुरु गरिएको हो। स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा गठन हुने समितिमा संयोजक सहित 3 जना रहने व्यवस्था गरिएको छ। यही व्यवस्था अनुरूप ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाले उपप्रमुख लक्ष्मी महर्जनको संयोजकत्वमा न्यायिक समिति गठन गरी स्थानीय विवाद समाधान गर्दै आएको छ। न्यायिक समितिमा वडा नम्बर 5 का अध्यक्ष कपिल केसी, वडा नम्बर 9 की सदस्य एवं कार्यपालिका सदस्य समेत रहनु भएकी सरिता पोखरेल सदस्य र नगरपालिकाका शाखा अधिकृत रूपक अधिकारी सदस्य सचिव रहनु भएको छ। नगरपालिकामा स्थानीय विभिन्न सेवा प्रवाहको चाप हुने र स्थानीय निकायमा तल्लो तहका भूमि मान्छेहरूको समेत पहुँच सहज हुने हुँदा विभिन्न समस्यासँग निरन्तर जुझ्नुपर्ने बाध्यता जनप्रतिनिधिहरूको हुन्छ। यस्तो अवस्थामा न्यायिक समितिले स्थानीय विवाद झैझगडा समाधान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। निर्वाचित भएर आएको झण्डै 4 वर्षको अवधिमा न्यायिक समितिमा बसेर गरेको कामबारे समितिकी संयोजक एवं नगर उपप्रमुख लक्ष्मी महर्जनको अनुभव यस्तो रहेको छ। धेरै जसो आउने भनेको साँझ सम्बन्धी जग्गाको भयो भने चाहिँ अब घरबाल अनि माना चामल यस्तै हो, विवादहरूको विषयमा आउँछ। जस्तै सुकै विवादहरू आउँदाखेरि पनि हामीले सकेसम्म मेलमिलापको माध्यमबाट मिलापत्र गरेर पठाउने भएको कारणले निष्पक्ष रूपमा चाहिँ न्याय पाउनुपर्छ। हामी कसैलाई पक्षपात गर्दैनौँ। आउने सेवाग्राहक मेरो लागि भगवान हो, उहाँहरू सबै मेरो लागि बराबर हो। जो कोहीको विवादहरू पर्दाखेरि सबैभन्दा पहिला हामी निर्णय गर्न अगाडि मेलमिलापको माध्यमबाट मेलमिलाप गराउन खोज्छौँ र मेलमिलाप गर्नै नसकेको विषयलाई चाहिँ हामी सबै डकुमेन्टहरू हेरेर जो अन्यायमा परेका छन् उहाँको चाहिँ सबै अन्याय परेको हो होइन हामी फिल्डमा गएर बुझेर उहाँको निर्णय गरिदिन्छौँ र यहाँबाट निर्णय गरेको चित्त नबुझ्दाखेरि अदालत पनि जान सक्नुहुन्छ र 2टा केस अदालत जाँदाखेरि चाहिँ महालक्ष्मी नगरपालिकाले जुन निर्णय गरेको छ त्यो निर्णयलाई नै सदर भएर आएको पनि एउटा उदाहरण छ। स्थानीय पालिकामा उपप्रमुखको जिम्मेवारी पनि निकै नै महत्त्वपूर्ण रहेको छ। वार्षिक बजेट प्रस्तुत गर्नेदेखि विभिन्न योजनाको अनुगमन मूल्याङ्कन गर्ने सम्मको जिम्मेवारी उपप्रमुखको काँधमा रहेको छ। त्यति मात्र होइन, अझै महत्त्वपूर्ण जिम्मेवारी त स्थानीय तहको न्यायिक नेतृत्वको रहेको छ। घर घरमा हुने ससाना विवाद होस् वा सात सिमाना कुलो पैनी जस्ता मुद्दा निरूपणको चुनौतीपूर्ण जिम्मेवारी पनि उपप्रमुखकै पर्दछ। न्यायिक समितिको नेतृत्व लिने र समन्वय गर्ने प्रमुख दायित्व पनि उपप्रमुखको रहेको छ। राजनैतिक जीवनमा सक्रिय रहेका र जनताबाट निर्वाचित प्रतिनिधिका रूपमा पालिकामा पुगेका प्रतिनिधिलाई नै न्यायिक समितिको संयोजकको जिम्मेवारी दिने व्यवस्था अनुसार पालिका उपप्रमुखमा निर्वाचित प्रतिनिधि न्यायिक समितिको संयोजक बनेका हुन्। एकाएक नयाँ जिम्मेवारी सम्हाल्न केही अनौठो लागे तापनि आफू विगतमा पनि स्थानीय रूपमा विभिन्न समाज सेवाका काममा संलग्न भएका कारण त्यति असहज नभएको र आफ्नै नगरवासीलाई स्थानीय
स्थानीय तहमै न्याय दिन पाउँदा खुसी लागेको पनि उपप्रमुख महर्जन बताउनुहुन्छ। राजनीति क्षेत्रमा लाग्न अगाडि एउटा समाजसेवीको रूपमा समुदायलाई बुझ्ने व्यक्ति भएको कारणले म राजनीति प्लस सामाजिक क्षेत्रबाट आएको व्यक्ति भएको कारणले मैले सबैभन्दा पहिला चाहिँ समुदायले बुझेको छु र समुदायको विषयहरूलाई आवाज उठाउँदै राजनीति क्षेत्रमा प्रवेश भएको हुनाले मैले यहाँ न्याय लिँदाखेरि कहिले पनि म एउटा राजनीति व्यक्ति भएको कसैलाई महसुस हुनै नदिने गरेर एउटा जनप्रतिनिधि र जनताको सेवा गर्ने चाहिँ ठाउँमा छु, निकायमा छु। उहाँहरूले सेवा पाउनुहुन्छ भन्ने चाहिँ विश्वास दिलाउँदै काम गर्दै आइरहेको छु। न्यायिक समितिमा निवेदन वा फिराद पेश भएपछि विपक्षीका नाउँमा म्याद पठाउने, प्रतिउत्तर बुझ्ने, प्रमाणको परीक्षण गर्ने, साक्षी परीक्षण गर्ने, मेलमिलापका लागि दुवै पक्षलाई उत्प्रेरित गर्ने लगायत सबै प्रक्रिया टुङ्गाएर मात्र समितिले निर्णय गर्ने गरेको छ। पक्ष विपक्षलाई बोलाएर हामी एकफेर छलफल गराउँछौँ। त्यसपछि हामी सहजकर्ता ज्यूहरू समक्ष फेरि पठाउँछौँ। सहजकर्ताहरूले पनि छलफलबाट निष्कर्ष निस्केन र तपाईँहरू मिल्नुहोस् भन्दाखेरि मिल्नु भएन, अब के हामी फैसला गरिदिउँ त भनेर हामी दुवै पक्षलाई सोध्छौँ। हुन्छ भन्नुहुन्छ, त्यही अन्तर्गत हामीले त्यसरी फैसला गर्ने गरेका छौँ। नत्र भने धेरै मेलमिलापको मार्फतबाट नै हामीले त्यो छलफलहरू टुङ्गने गरेका छौँ। न्यायिक समितिको अधिकार क्षेत्र संविधानले नै तोकिदिएको छ। न्यायिक समितिले गर्ने कामका क्षेत्रहरू जस्तै आलीधुर, बाँध, पैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग, अर्काको बाली नोक्सानी गरेको, चरण घाँस दाउरा, ज्याला मजदुरी नदिएको, घरपालुवा पशुपन्छी हराएको वा पाएको, ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको, नाबालक छोराछोरी वा पत्नीलाई इज्जत आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिएको विषय न्यायिक समितिले हेर्न पाउने व्यवस्था रहेको छ। त्यसैगरी वार्षिक 25 लाख रुपैयाँसम्म बिगो भएको घर बहाल सम्बन्धी विवाद, अन्य व्यक्तिको घर वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको, आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको, सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु परेमा कानुन बमोजिम छोड्नुपर्ने परिणामको जग्गा नछाडी बनाएको जस्तो विवाद पनि न्यायिक समितिको अधिकार क्षेत्रभित्र पर्ने विषय हुन्। कसैको हक स्वामित्वमा भए पनि परापूर्व कालदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाउ चराउने चौर, कुलो, नहर, पोखरी, पाटी पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको संघीय वा प्रदेश कानूनले स्थानीय तहबाट निरूपण हुने भनी तोकेको विवाद आदि जस्ता अधिकारका निरूपण स्थानीय तहको न्यायिक समितिले गर्नुपर्ने व्यवस्था कानूनी रूपमै गरिएको पाइन्छ। कतिपय अवस्थामा भने स्थानीय सरकारप्रति जनताको आशा धेरै हुने र न्यायिक समितिको अधिकार क्षेत्र बाहिरका विषय पनि आउने गरेकाले केही अप्ठ्यारो भए पनि द्विपक्षीय सहमति तथा छलफल मार्फत समाधान गरेर पठाउने गरेको अनुभव उपप्रमुख लक्ष्मी महर्जनको रहेको छ। तर कतिपय विवादमा समितिले निरूपण गरेर कार्यान्वयनका लागि सम्बन्धित वडाहरूमा पठाउँदा समस्या आउने गरेको छ। विवाद आइसकेपछि विवादलाई टुङ्ग्याउनु पर्छ र टुङ्ग्याउने क्रममा चाहिँ हामी सकेसम्म मेलमिलाप गरेरै पठाउँछौँ भने चाहिँ कुनै कुनै विवादहरूलाई चाहिँ निर्णय गर्नुपर्ने हुन्छ। निर्णय गरेर पठाउँदाखेरि कार्यान्वयनको लागि चाहिँ अलिकति चाहिँ चुनौती छ। यो चुनौती चाहिँ के कारणले भन्दाखेरि डाइरेक्ट चाहिँ हामी आफैले निर्णय गरेकोलाई चाहिँ कार्यान्वयन चाहिँ स्वयं आफैले गर्न चाहिँ नपाउने, हामी सम्बन्धित चाहिँ वडामा पठाउनु पर्ने। अनि वडामा पठाउँदाखेरि चाहिँ वडा अध्यक्षहरूलाई चाहिँ त्यो कार्यान्वयन गर्न चाहिँ अलिकति गाह्रो भइरहेको छ र त्यो कार्यान्वयन चाहिँ गर्नुपर्छ भनेर चाहिँ हामी लागिरहेछौँ। न्यायिक समितिले गर्ने काम, कर्तव्य र जिम्मेवारहरू चाहिँ जुन दिनुभएको छ, यो दिए अनुसारको चाहिँ अधिकार चाहिँ अझ चाहिँ न्यायिक समितिलाई कमी भएको चाहिँ मैले महसुस गरेको छु। स्थानीय स्तरमा अदालती अभ्यासको सुरुवात निकै नै सकारात्मक र प्रभावकारी कदम भए पनि न्याय सम्पादनका क्रममा कानुनी ज्ञानको अभाव हुनु, प्राविधिक ज्ञानको कमी हुने, यथेष्ट प्रमाणको मूल्याङ्कन नगरी फैसला हुन सक्ने, चुनावबाट आएका जनप्रतिनिधि इजलासमा हुने भएकाले राजनीति पूर्वाग्रहीपन हुन सक्ने आदि कारणले न्याय सम्पादनमा प्रभावकारिताको अभाव हुन सक्ने सत्य भने नकार्न सकिँदैन। न्यायिक समिति अर्थात् स्थानीय सरकारकै यो दोस्रो कार्यकाल हो।
दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भई पालिका सरकार गठन भएको 3 वर्ष पूरा भएर चौथो वर्षमा प्रवेश गरेर पाइला चाल्दैछ। महालक्ष्मी नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष 2082-83 को हालसम्म समितिमा 17 वटा मुद्दा परेकोमा एउटामा माना चामल सम्बन्धी मुद्दा टुङ्गो लागिसकेको छ। एउटा तामेलीमा राखिएको छ भने 15 वटा मुद्दा चालु अवस्थामा रहेको छ। त्यसो त अघिल्ला आर्थिक वर्षबाट सरेर आएका अन्य 10 वटा मुद्दा पनि निर्णय भएको छ। गत आर्थिक वर्ष 2081-82 मा 29 वटा विवादको न्यायिक निरूपणका लागि मुद्दा दर्ता भएकोमा समितिले 20 वटामा निर्णय भएको छ। त्यस्तै 3 वटामा मिलापत्र गराएको छ भने 3 वटा तामेलीमा राखेको छ। बाँकी 3 वटालाई भने न्यायिक समितिले चालु अवस्थामा राखेको छ। यसैगरी आर्थिक वर्ष 2080-81 मा न्यायिक समितिमा 22 वटा मुद्दा परेकोमा ती सबै 22 वटा मुद्दा प्रस्तुत गरेको छ। समितिले आर्थिक वर्ष 2080-81 को 22 मध्ये 14 वटामा निर्णय गरेको छ भने एउटामा मिलापत्र गराउन सफल भएको छ। समितिले 6 वटा विवादलाई तामेली राखेको छ। आर्थिक वर्ष 2079-80 मा 30 वटा मुद्दा परेकोमा 10 वटा निर्णय गरेको छ। 2 वटा सहमतिमा टुङ्गाएको छ। न्यायिक समितिले 18 वटा मुद्दा तामेलीमा राखेको छ। यसरी समितिले सबै विषय निराकरण गर्दै आएको छ। महालक्ष्मी नगरपालिकाको न्यायिक समितिमा विक्रमसम्म 2079 देखि 2082-83 सम्म 98 वटा मुद्दा दर्ता भएको देखिन्छ भने समितिले सबै विषय निरूपण गर्न सफल देखिएको छ। स्थानीय सरकारमा न्यायिक समिति र विवाद निरूपण दुवै नयाँ अभ्यास हो। यद्यपि बिल्कुल नयाँ अनुभव भए पनि यसलाई आत्मसात गरी आफ्नो भूमिकालाई प्रभावकारी बनाउन ससाना विवाद मिलाउन सफल भएको छ न्यायिक समिति। 3 सदस्यीय न्यायिक समितिले आवश्यकता अनुसारका विषय विज्ञको राय सुझाव लिई निर्णय प्रक्रियामा पुग्ने गरेको छ। समितिले पालिका कानुनी सल्लाहकारसँगको परामर्शमा विवाद समाधानलाई प्राथमिकता दिने गरेको पाइन्छ। न्यायिक समितिमा 2 प्रकारको विवादहरू हामीले हेर्ने हो। एउटा मेलमिलापको माध्यमबाट हुन्छ भने एउटा चाहिँ हामीले निर्णय गर्ने अधिकार हुन्छ। अब त्यसमा निर्णय गर्ने अधिकारमा चाहिँ अब हामीले के हो प्रमाण हेर्छौँ, सत्य तथ्य बुझेर निर्णय गरेर पठाउँछौँ। जुन यो मेलमिलाप मात्रै गर्ने विवाद हुन्छ भने त्यसमा चाहिँ हामीले सकेसम्म पक्षहरूलाई चाहिँ मिलाउने नै कोसिस गर्छौँ। अनि हरतले घर घर हुन्छ, कताबाट हुन्छ, दुईटै पक्षलाई अब मेलमिलाप भन्छ त दुवै पक्षको विन विन हो नि त। दुवै पक्षलाई समझदारीमा ल्याउनु पर्यो। त्यसरी गरेर नै उहाँहरू मान्नु भएन भने बल्ल लास्टमा चाहिँ हामीले अदालत पठाउनु पर्छ। न्यायिक समितिले धेरै जसो विवाद समाधानका लागि प्रत्येक सोमबार र बिहीबार बस्ने इजलासबाटै निराकरण गर्ने गरेको छ। इजलासमा पक्ष विपक्ष बस्ने गरी व्यवस्था गरिएको छ। कतिपय विवादित विषयमा भने दुवै पक्षको आग्रहमा स्थलगत अनुगमन गरेर स्थानीय वस्तुस्थिति बुझेर मात्रै समाधान गर्ने गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित ढुङ्गाना स्थानीय तहमा न्यायिक समितिको भूमिका निकै महत्त्वपूर्ण रहेको देख्नुहुन्छ। हाम्रो यस नगरपालिका महालक्ष्मी नगरपालिकामा रहेको न्यायिक समितिले पनि यस नगरपालिकाभित्र उब्जिएका समस्याहरू जति छन्, विवादहरू जति छन्, ती कुराहरूलाई चाहिँ सकेसम्म माथिल्लो तहमा जान नदिइकन स्थानीय रूपमै न्यायिक समिति मार्फत निरूपण गर्ने दिशामा एक पहलहरू प्रयत्नहरू गरिरहेको छ। यद्यपि हामीले गरेका हाम्रो नगरपालिका अन्तर्गत न्यायिक समितिले गरेका निर्णय उपस्थित नबुझे माथिल्लो अदालत जिल्ला अदालतसम्म जान सक्ने उहाँहरूको एउटा अधिकार पनि छ, संवैधानिक अधिकार पनि छ। त्यसलाई हामीले सम्मान पनि गर्छौँ। यति हुँदाहुँदै पनि यो कानुनी र न्यायिक पाटोमा चाहिँ दक्ष जनशक्तिहरूको अलिकति अभाव देखिएको छ। यो जनशक्तिहरूलाई कानुनी पाटो र सचेतनाको विषयहरूमा चाहिँ हामीले अभिमुखीकरण गर्नुपर्ने कुराहरू देखिएको छ। महालक्ष्मी नगरपालिकाले पालिकाका भित्रका सबैलाई सहज न्याय दिन र सानातिना विवाद छिटो तथा घर आँगनमा नै समाधान गर्न पालिकाको सबै वडा कार्यालयहरूमा मेलमिलाप केन्द्र सञ्चालन गर्दै आएको छ। त्यसैले कुनै पनि विवादित विषय सिधै न्यायिक समितिमा नगई स्थानीय वडा कार्यालयमा रहेको मेलमिलाप केन्द्रमा जाने गरेको छ। केन्द्रले समाधान दिन नसकेको अवस्थामा नगरपालिकामा रहेको न्यायिक समितिमा जाने र त्यहाँबाट पनि चित्त नबुझेमा अदालतमा जाने व्यवस्थाले स्थानीय जनताको न्यायमा पहुँच मात्रै बढेको छैन, सानातिना विवादमा अदालत जानुपर्ने बाध्यताको अन्त्य भएको छ। सर्वप्रथम त हामीले चाहिँ आफ्नै वडामै मिलाउन कोसिस गर्छौँ। वडामा आएको चाहिँ दुवै पक्षलाई हामी चाहिँ निवेदन राखिसकेपछि बोलाउने गर्छौँ। बोलाएर दुवैजनालाई चाहिँ चित्त नबुझेको कुरा के हो, कसरी तपाईँहरू के कारणले यो झगडा गरेको, सिमाना के कारणले मिचेको छ,
भनेर चाहिँ हामी उहाँहरूसँग प्रश्न गरिसकेपछि नगरपालिकाको हाम्रो प्राविधिक छन्, वडामा पनि प्राविधिक छन्, त्यसपछि अमिनी छन्, अमिनीहरूलाई चाहिँ लगेर त्यो विवाद भएको चाहिँ मिलाउँछौँ। त्यो नसकेको कुरालाई मात्रै चाहिँ हामीले चाहिँ महालक्ष्मी नगरपालिका न्याय समितिमा पठाउँछौँ। सम्पन्न भएकोमा चाहिँ अलिकति पेलेकै हुन्छ कि हाम्रो समाजमा चाहिँ हामीले चाहिँ एकदम निष्पक्ष तरिकाले हामी चाहिँ त्यो रिसाउने उसलाई अलिकति आफ्नो सेपमा चाहिँ बोलेन भने रिसाउँछ उसले, तर रिसाए पनि क्षणिक रिसाउँछ, तर हामी त आत्मसन्तुष्टि हुन्छौँ नि, किन हामीले म सही मैले बोलेको छु, त्यो एकछिन रिसाएर केही फर्क हुँदैन, हामी चाहिँ यसरी चाहिँ हामी अगाडि बढिरहेका छौँ। सामान्यतया झै झगडा, घरयासी झगडा, श्रीमान श्रीमतीको झगडा, कहिले छोराले यसरी लफडा गर्यो भन्ने झगडा, अलि यसो हेर्नै पर्ने झगडा चाहिँ कहिलेकाहीँ यो सात सिमानाहरू जग्गा मिच्यो भन्ने, जग्गाबाट चाहिँ बाटो लगिदियो भन्ने, नसोधिकन खन्यो भन्ने, यस्तै मात्र आइरहेछन् कि लगभग पारपछि छुट्टी गर्छु भन्नेसम्म पनि हामीले यही वडा कार्यालय नै राखेर उहाँ दुवै पक्षलाई राखेर मिलाएर पठाएको छु। लगभग अहिले 4 वर्षको दौरानमा चाहिँ थुप्रो केसहरू मिलाइसकेको अवस्था छ। 4 वर्षमा जम्मा 3 वटामा चाहिँ हाम्रो चाहिँ न्यायिक समितिमा पठाएका छौँ। जति पनि आएको केसहरू हामीले यही वडाबाटै समस्या समाधान गरेका छौँ। अब 3-4 पल्ट चाहिँ छलफलमा राखेर चाहिँ नमिलेको केसहरूमा चाहिँ पठाउने गरेका छौँ। अदालतमा मुद्दा मामला भएर पनि नटुङ्गिएका केसहरू मिलाइसकेका छौँ। दुवै पक्षलाई हामीले त यहाँ समझदारी गराएर 2 पटक 3 पटक 4 पटकसम्म वडा कार्यालयमै बैठक बसेर या फिल्डमै हामी गएर कसरी समस्या समाधान गर्न सकिन्छ भनेर हामी बुझेरै दुवै पक्षलाई राखेरै हुन्छ त अब भयो है त अब भनेर कागज समेत हामीले त्यस्तै समस्याहरूमा चाहिँ कागज समेत वडा कार्यालयमै बसेर कागज गराएर दुवै पक्षको सहमति गराएर खुसी साथ पठाएका छौँ। सकेसम्म हामी अदालतसम्म पुर्याउने सोचै राख्दैनौँ। न्याय सम्बन्धी वडाबाट नगर, नगरबाट यी रिटर्न हुन्छ। हामी दुवै पक्ष अथवा समाज राखेर अहिलेसम्म मिलाउने प्रयत्न गरिरहेका छौँ। हामी दुवै पक्षपट्टि नभइकन एउटा न्युट्रलमा बसेर काम गर्दाखेरि उहाँहरूलाई के हुँदो रहेछ भने उहाँले मेरै लागि पनि बोल्या, उहाँले पनि मेरो लागि बोल्या, दुईटै पक्ष सहमतिमा ल्याउनलाई चाहिँ हामी एक पक्ष अलिकति सपोर्ट गरिदियो भने अर्को पक्ष रिसाइहाल्छ। तर हामी त्यसो नगरिकन हामी दुईटैको बिचमा बसेर उहाँहरूको समन्वय गरेर तपाईँलाई यो यस्तो भएको छ, यो यस्तो भएको छ भनेर बुझाउन सक्यो भने सायद यो यस्ता खालका मुद्दाहरू अथवा झै झगडा चाहिँ स्थानीय स्तरमै मिलाउनलाई चाहिँ धेरै सहज छ। न्यायिक समितिमा गइसकेपछि अथवा न्यायिक समितिबाट नसकेर चाहिँ अनि अदालत गइसकेपछि चाहिँ उहाँहरूमा इगो रहन्छ। इगो रहेपछि चाहिँ उहाँहरू कुनै हालतमा मान्नुहुन्न, किनभने यो स्थानीयमा भनेको भर्खरको स्थानीय भाव हुन्छ। उहाँहरूको जुन विवाद हो त्यो विवादलाई यहीँ समाधान गर्दाखेरि उहाँहरू निकै खुसी भएर जानुभएको छ। उहाँहरूको वास्तविक समस्या के हो हामी फिल्डमा गएर पहिचान गर्छौँ। फिल्डमा गएर पहिचान गरेपछि त्यहाँका छरछिमेकीलाई पनि बुझ्छौँ के रहेछ भनेर हामी बुझ्दाखेरि उहाँलाई दुईटै पक्षलाई बोलाएर उहाँहरूको सहमति गर्छौँ। हामी उहाँहरूलाई सहमतिको उहाँहरूको इच्छा बेगर हामी गर्दैनौँ, तर साथसाथै उहाँलाई एउटालाई मर्का पनि एउटालाई फाइदा त्यो काम बिल्कुलै हुँदैन। दुईवटालाई विन पनि हुने सिचुएसन हामी गरेका छौँ। अहिलेसम्म त्यस्तो खालको मलाई मर्को पऱ्यो भनेको कोही पनि आउँछ। उहाँहरूको घरबाट समस्या भएर आउनुहुन्छ, समाधान खोज्नुहुन्छ वडामा आएर, यो पक्कै पनि वडामा आश गरेर आइसकेपछि स्थानीय सरकारको हामीले दिएको काम कर्तव्य अधिकारलाई प्रयोग गरेर उहाँलाई दुईवटालाई सेटिस्फाई हुने हामी गरेका छौँ। 10 वटा वडा रहेको नगरपालिकाले विवाद समाधानका लागि मेलमिलापकर्ताहरू समेत राखेको छ, जसले गर्दा ससाना झगडामा न्यायिक समितिसम्म पुग्नै नपर्ने भएको छ। के कारणले विवाद पर्यो हामीले चाहिँ पुष्टाइ गर्दै लगेर लास्टमा गएर उनीहरूलाई चाहिँ भरसक तपाईँहरू नलड्नुहोस् भनेर सम्झाएर बुझाएर मिलापत्र गर्ने प्रयास गर्छौँ। त्यति मात्रै नभएर चाहिँ त्यो मिलापत्रको प्रक्रियाहरू छन्। त्यो प्रक्रियाहरू के भने उनीहरूलाई एकअर्कामा एकै ठाउँमा बसेर समाधान हुनु सकेन भने अलग अलग बसेर पनि बैठक गर्नुपर्ने हुन्छ। अनि त्यसरी चाहिँ विवादको समाधानको बाटो खोजिन्छ। ट्रेनिङ दिँदाखेरि हरेक चरणहरू छ। त्यो चरण चाहिँ 1 देखि 7सम्म चरण हुन्छ। त्यो चरणमा चाहिँ हामीले कुरालाई चाहिँ मिलाएर चाहिँ सकेसम्म गरिरहेको छ। नेपालमा चाहिँ हामी प्रायः जस्तो आर्थिक कमजोर नै छ। अदालतमा गयो भने तपाईँको वर्षौँ दिन लाग्छ हैन। अब त्यसमा पैसा पनि धेरै लाग्छ। तर अब यो मेलमिलापमा चाहिँ पैसा पनि थोरै अनि समय पनि बचत समय पनि बचत हुन्छ। त्यो अनुसार चाहिँ उहाँ चाहिँ दुवैजना चाहिँ विन विन हुने भएको भएर दुवै पक्ष चाहिँ खुसी भएको देखेको छ। यसो हुँदा स्थानीय जनताले छिटो छरितो र अत्यन्तै कम खर्चिलो न्याय पाएको कुरा नकार्न सकिन्न। यसरी न्याय सम्पादन हुँदा दुःख, समय र खर्च सबै बचेको र समाजमा राम्रो सम्बन्ध स्थापित भएको छ। हामीले यहाँ चतुर्मास लगाउँदाखेरि बिहान आकर्षण गर्नलाई शङ्ख घण्ट बजाउँदाखेरि पनि उजुरी परेका छन्। र त्यही सिलसिलामा मैले गएर चाहिँ मैले जरिमाना पनि तिरेँ वास्तवमा।
तर अब त्यो किनभने म एउटा यो संस्थाको एउटा कुनै संस्थाको अध्यक्षको हैसियतले नगरपालिकामा दर्ता गर्नलाई मैले तिर्नुपर्ने भएर मैले तिरेको व्यक्तिगत नसिहत त होइन मेरो होइन। पछि गएर त्यो कुराहरू त्यसै मेलमिलाप भयो, यस्तो नगरौँ भन्ने कुरा भयो। ठिक छ, हामीले पनि गल्ती, मैले पनि गल्ती गरेँ हुनसक्छ भनेर त्यो मेलमिलापले पनि राम्रो सकारात्मक पक्ष लिएको छ। मैले व्यक्तिगत रूपमा भन्दाखेरि मैले त्यस्तो कुनै इगो लिइनँ, मलाई त्यो भएर, किनभने हो कसैलाई असर पऱ्यो होला, कोही बिहान पुरै सुत्छ, कोही रातभरि जाग्छ, यो आफू मान्छेको ऊ होला, नजिक परेर डिस्टर्ब पनि भयो होला भनेर मैले चाहिँ त्यसलाई सकारात्मक रूपमा नै लिएँ। र तर यस्तो कुरामा चाहिँ आफूले सोध्नु चाहिँ हुँदैन कि आखिर गल्ती त कसैको हुन्छ नै, भएकै हो, असर कसैलाई परेकै हुन्छ। त्यस कारण यो कुरा मैले चाहिँ सकारात्मक रूपमा लिएँ र यस्ता भएका कुराहरू चाहिँ सकारात्मक रूपमै लिनुपर्छ भन्ने मेरो भावना छ। मेरो एउटा सानो यहाँ निवेदन पनि परेको थियो ध्वनिको सम्बन्धी, त्यो समस्या समाधान भयो, खुसी लाग्छ। यहाँको समाजहरू, म नयाँ बस्तीमा बस्यो भने यहाँको परिवारहरू, गाउँको मान्छेहरू सब मलाई आफन्त ठान्छन्, राम्रै ठान्छन्, सबै राम्रो छ, नराम्रो केही छैन। न्यायिक समितिले स्थानीय तहमै न्याय सम्पादन गर्दै आए पनि राजनीतिक दलबाट निर्वाचित प्रतिनिधि हुने हुँदा कहीँ कतै पूर्वाग्रही हुन्छ कि भन्ने आशंका भने देखिन्छ। न्याय सम्पादन निष्पक्ष र प्रभावकारी हुँदैन कि भन्ने लागे पनि न्यायिक समितिले कानुनी मूल्य मान्यताका साथै स्थानीय वस्तुस्थिति समेतको अध्ययन तथा अवलोकन समेत गरेर न्याय सम्पादन गर्ने गरेकाले त्यसप्रतिको विश्वास बढ्दै गएको पाइन्छ। यो अति राम्रो कुरा हो होइन। न्यायिक समिति अब यो नगरपालिकामा हुनाले चाहिँ नै यो माथिल्लो तहमा जानु नपर्ने भन्नाले अदालतसम्म पुग्नु नपर्ने व्यवस्था गरिएको यो अति उत्तम राम्रो कुरा हो होइन। त्यसो त न्यायिक समिति स्थानीय तहमा भए पनि कुनै पनि मुद्दामा सिधै जिल्ला अदालतमा जान सकिने व्यवस्था छ। तथापि स्थानीय न्यायिक समितिबाट नै आफ्नो समस्या समाधान हुँदा कम खर्च र समय समेत बचत हुने हुँदा पनि यसप्रति स्थानीयवासीको आकर्षण उत्तिकै देखिन्छ। ललितपुर जिल्ला अदालतका श्रेष्ठदार शैलेन्द्र खड्काले न्यायिक समितिले केही सुधार गर्दै अगाडि बढ्दा न्यायिक समितिको उपादेयता र प्रभावकारिता बढ्ने बताउनुहुन्छ। साथै यसलाई अधिकार सम्पन्न बनाउँदै यसको क्षेत्र पनि विस्तार हुनुपर्ने सुझाव श्रेष्ठदार खड्काको छ। सानातिना मुद्दाहरू अहिले चाहिँ मान्छेको पिरमर्का जुन पर्छ नि, त्यो पिरमर्का चाहिँ टाढा टाढा गएर बिसाउन अलिक गाह्रो हुन्छ जनतालाई है। अब अहिले चाहिँ नजिकको सरकार छ, त्यहाँ पोख्ने, छलफल गर्ने, मिलापत्र गर्ने गर्दाखेरि जनताको एउटा न्याय प्राप्त, न्यायको अनुभूति चाहिँ अलि भएको छ जस्तो लाग्छ मलाई जनताहरूमा, स्थानीय तहहरूमा होइन। किनभने आफ्नै सरकार, आफ्नै नेताले निर्णय दिँदाखेरि उनीहरूलाई पनि आफ्नो अपनत्व हुने भएको छ होइन। अनि अहिले यति नै मुद्दा यसरी आछ भन्ने त्यही हिसाबले नै स्थानीय तह गठन गरेकै आधारमा मुद्दा यति बढिया छ, यति कम भएको छ भन्न हामी सक्ने स्थितिमा छैनौँ। किनकि हाम्रो अनुसन्धान भएको छैन। केही केसहरू दर्ता भएका, त्यसपछि त्यहीँबाट पनि निर्णय भएर अन्तिम भएका, उजुरी नपरेका होइन, लगायतका कुराहरू हेर्दाखेरि जनताले चाहिँ, जनताको मनोभावना चाहिँ स्थानीय तहबाट भइदिए, अन्तिम भइदिए हुन्थ्यो भन्ने र त्यहाँबाट पनि केही कुराहरू जनतालाई सहज भएको छ र मुद्दाको कमी आछ जस्तो हेर्दाखेरि, निरीक्षणमा गएर यसो हेर्दाखेरि तिनी मुद्दा, कुनै मुद्दाहरू चाहिँ यहाँ पुनः परेको हुँदैन क्या। त्यसलाई चाहिँ राम्रो गर्नु पऱ्यो क्या, अलि त राम्रो गर्ने। अहिले चाहिँ कानुनले मात्रै दियो, स्थानीय उपप्रमुखलाई दियो, न उपप्रमुखलाई केही अधिकार छ है, यही मात्रै छ क्या, अरू केही पनि अधिकार छैन। महालक्ष्मी नगरपालिकाको न्यायिक समिति स्थानीय मुद्दा मिलाउन, मेलमिलाप गराउन मात्रै केन्द्रित नभई न्यायिक सचेतना अभिवृद्धिमा पनि उत्तिकै सक्रिय छ। न्यायिक समितिले स्थानीय विद्यालयका विद्यार्थी तथा विभिन्न ओडाका महिलाहरूलाई कानुनी सचेतना अभिवृद्धिको कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। स्थानीय न्यायिक समितिको काम कारबाहीका जिल्ला अदालतले पनि बेला बेलामा अनुगमन तथा मूल्याङ्कन गर्ने र आवश्यक सुझाव सल्लाह तथा परामर्श समेत दिने गरेको छ। नगरपालिकामा समितिको भूमिका र महत्त्व दिन प्रतिदिन बढ्दै गएको छ। अदालतको विभिन्न तहमा वर्षौं लगाएर न्याय पाउन कठिन मात्रै होइन, धेरै खर्चिलो पनि छ। यस्तो अवस्थामा न्यायिक समिति प्रभावकारी बन्ने हो भने जनता र राज्य दुवैको हितमा देखिन्छ। त्यसैले स्थानीय पालिकामा न्यायिक समिति अपरिहार्य त छ नै, प्रभावकारी पनि हुनैपर्छ र बनाउनुपर्छ। त्यसका लागि न्यायिक समिति एक्लैको पहलले मात्र हुँदैन। नगरपालिकाभित्रका सबै सरकारवाला निकाय, ओडा कार्यालय र जनता सबै एकसाथ भएर लाग्नुपर्दछ।
तब मात्रै न्यायिक समितिको उपादेयता र प्रभावकारिता बढ्न गई सभ्य समाज निर्माणमा टेवा पुग्ने निश्चित छ।